दिन आज हामीले दिन गइरहेको सरप्राइज जसमा चाहिँ राम र लक्ष्मणको जुन विशेषता र गुण थियो त्यही विशेषता र गुण सहितको भिडियो प्रस्तुत गर्दैछौँ। बर्थडेको तयारी गरिहालौँ। निकै टाढाबाट अर्डर छ। ह्याप्पी बर्थडे। मेरो प्यारो भाइ, मेरो प्यारो को सम्बन्ध थियो त्यो सम्बन्ध यो भिडियोमा हेर्न सक्नुहुनेछ। बर्थडेको टपर हालिदिँदैछौँ। साथमा दाइ निकै टाढा भएर पनि आफ्नो भाइलाई आजको दिन मिस गरिरहेको कारणले मायाको चिन्हहरू यो नयाँ हामीले पनि नयाँ नै फर्स्ट टाइम ट्राई गरेका छौँ। यो स्विट्स भरेको कन्टेनर, साथमा दाइको चोइस अनुसारको एउटा अझै गिफ्ट पनि छ र ओभरअल तयारी गरेर गइरहेको छौँ। भिडियोको अन्तिमसम्म जोडिँदै गर्नु होला। राम र लक्ष्मणको जोडीको लागि भाइ तयार छौ नि हेर्नलाई? आज एक्साइटमेन्ट कतिको छ? धेरै नै। ल हेरौँ ल। तिम्रो आज खास दिन अरे? सुलभको बाद हामीले भिडियो अगाडि केही भनेका थियौँ। सुलभ भन्ने भाइ उही नै हो, सुलभ शाह, जुन चाहिँ गौरीगञ्ज वार्ड नम्बर 3मा बस्छ भने यो आज स्पेसली तिम्रो बर्थडे टिका लगाएको छौ। बर्थडेको अवसरमा यो तिमीलाई सरप्राइज आएको छ। कहाँबाट आयो होला? होइन, कहाँबाट आयो होला भन्ने पनि थाहा छैन। गेस गरेर चाहिँ कोबाट आयो होला? भाइ कि दाइ? भाइ चाहिँ हो। भाइ के नाम? सुमेश शाह हो, कतारबाट हो। एक्ज्याक्टली सही हो। सुमेशले मलाई अस्ति मेसेज गरेको थियो, बर्थडे छ, बर्थडेमा चाहिँ म धेरै मिस गर्छु घरलाई, परिवारलाई, आमा बुवा सबैलाई धेरै मिस गर्छु। अनि बर्थडे पनि छ, बर्थडेमा सरप्राइज लगिदिनु भनेर भनेको छु, जसलाई चाहिँ मैले राम र लक्ष्मणको जोडी भनेर भनेको छु। त्यति माया गर्नुहुन्छ, लास्टै माया गर्नुभएकोले चाहिँ राम र लक्ष्मणको जोडीमा आज बर्थडेको दिन चाहिँ विशेष दिन होस् भनेर चाहिँ यो मिस गरेर सुनाइएको छ। साथमा तिमीलाई ह्याप्पी बर्थडे मेरो भाइ भनेर पनि भनेको छ, जुन चाहिँ निकै नै तिमीलाई मिस गरिरहेछ र यो मिस गरेकै अर्थले यतिको सम्झेर धेरै माया छ, धेरै प्रेम छ। जसरी राम र लक्ष्मणको जोडीमा माया स्नेहको सम्पूर्ण हामीले भिडियोहरूले हेरेछौँ, त्यसै गरी यो भिडियोले पनि राम र लक्ष्मणको रिलेसन देखाउने गरेको भिडियो हुनेछ। साथमा तिमीलाई चिनोस्वरूप यो गिफ्ट पनि पठाएको छ भाइले रोजेर दाइको लागि स्विट्सहरू, र यो पनि पठाएको छ जुन चाहिँ दोहाबाट बर्थडेको शुभ अवसरमा चाहिँ यतिको प्रेजेन्ट गरेको छ। के भन्छ भाइ? सरी भाइले। Thanks a lot for wishing and gifts for me. You are the reason for my happiness and miss you. तिमीलाई पनि त्यत्तिकै मिस गर्नुहुन्छ, धेरै सम्झेरै यो प्रेजेन्ट गर्नुभएको छ। तपाईँ मम्मी होइन? तपाईँलाई पनि धेरै सम्झेको छ भाइले। के भन्नुहुन्छ भाइले छोरालाई? सम्झेको छ नि? ल, सधैँ खुसी रहनु। आजको बर्थडेको शुभ अवसरमा यो अवसर दिएर तिमीलाई चाहिँ सरप्राइज दिन सकेकोमा तिमीलाई र भाइ दुवैलाई चाहिँ धेरै धेरै धन्यवाद छ। साथै रुबी डिपार्टमेन्टको तर्फबाट तिमीलाई फेरि पनि ह्याप्पी बर्थडे भन्छु क्या। सधैँ खुसी बस्नु, सोचेको चिताको सधैँ पुरा भएर जाओस्। साथमा जे कुरो चाहनुहुन्छ दाइ र भाइको सम्बन्ध चाहिँ सधैँभरि प्रगाढ भएर जाओस्। जहिले दाइ र भाइको रिलेसनसिप स्ट्रङ भयो भने धेरै प्रगति गर्न सकिन्छ, त्यसमा दुई मत छैन। जुन चाहिँ उदाहरण राम र लक्ष्मणको पनि थियो र अहिले पनि छ, त्यसैले त्यही सम्बन्ध चाहिँ सधैँ अगाडि बढेर जाओस् भन्ने शुभेच्छासहित रुबी डिपार्टमेन्टको तर्फबाट ह्याप्पी बर्थडे भन्दै यसरी नै कुनै पनि सरप्राइज तथा विभिन्न ओकेजनहरूमा डुवर टु डुवर सर्भिस अन्तर्गत 365 डेज नै सर्भिस दिने प्रतिबद्धतासहित रुबी डिपार्टमेन्ट आज गौरीगञ्ज 3मा आइसकेको छ। यसरी नै कुनै पनि सरप्राइज दिनु परेको खण्डमा हामीलाई सम्झिनुहोस्। हाम्रो अफिसियल फेसबुक पेज रुबी डिपार्टमेन्ट, टिकटक आइडी, इन्स्टाग्राम तथा युट्युब च्यानल रुबी डिपार्टमेन्ट भएको कारणले फलो, लाइक र सब्सक्राइब गर्नुभएको छैन भने प्लिज फलो, लाइक र सब्सक्राइब गरेर बायोमा दिएको व्हाट्सएप नम्बरबाट मेसेज गरेर पनि तपाईँले यस्तो एरेन्जमेन्ट गराउन सक्नुहुनेछ। भिडियोमा जोडिनु भएकोमा सबैलाई धन्यवाद। फेरि पनि नेक्स्ट भिडियोमा भेटौँला। हस् त, थ्याङ्क यू। फेरि पनि ह्याप्पी बर्थडे।